आजकल साह्रो चोर डाकुहरू आउनु थालेछ भने गाउँतिर। सुन, म बारी खन्नु जान्छु, तँ चाहिँ त्यहाँ घर छोडेर कतै नजा। यदि चोर डाकुहरू आइहालेछ भनेदेखि चाहिँ बाबा चोर डाकु आयो है भनेर भन्लास्, कुरा बुझिस्? अनि म आउँछु। जा गर, ती अगाडि खेल्दै गर, जा म खन्नु गएको। डाकु आयो बाबा, डाकु आयो। डाकु आयो? बाबा डाकु आयो, बाबा डाकु आयो। खोइ, ए म त त्यस्तै भनेको त, तपाईँ त साँच्चैमा आउनुपर्छ। तँ त खत्तम छ, मेरो काम मात्रै बिगाएछ। अबदेखि नभन है। ल डाकु आयो बाबा, डाकु आयो, छिटो आउनु न। तेरो त ढाँटेको र अघि पनि ढाँट्यो। जाउँ कि नजाउँ हो, झन् जानु चाहिँ पऱ्यो। एकपल्ट हेरिहेर्नु बा आयो, अहिलेको जमानाको भरोसा छैन। अब चाहिँ म रोक्को एक्टिङले गर्नु पर्यो। बाबा आउनुहुन्छ कि आउँदैन भन्नु पर्यो। बाबा डाकु आयो, छिटो आउनु न। बाबा डाकु आयो, छिटो आउनु न। आउँछ। मैले मलाई फेरि ढाँटिस्? तँ त खत्तम छ नि त हो। तँ कतिपल्ट भने तँलाई म अब पनि त्यसो ढाँट त। यहाँ मेरो काम, त्यहाँ तैँले गर्दा मेरो काम मात्रै रोकै छ। कतिपल्ट भइसक्यो त्यस्तो गरेको। अबदेखि पनि भन्छ मैले जानेछु। बाबा डाकु आयो, बाबा डाकु आयो, बाबा डाकु आयो। ए बाबा डाकु आयो, छिटो आउनु न। बाबा डाकु आयो। अबले सही भन्नुभएको रहेछ। डाकु बाबा छिटो आउनु न, मलाई लग्यो। बाबा लग्न आँट्यो। तर अहिले त ढाँटेर म त काम गर्न दिएन। अब त मरै पनि जान्न। जान्छु साला। काम पनि सक्यो, अब चाहिँ लाग्नु पऱ्यो। त्यो इसाले ढाँटेरै भएन मलाई त। आज काम गर्नु राम्रो थिएन। खाने पनि सक्यो। ईसा कहाँ गएछ हौ? खेलाउनेहरू त यी छ। साँच्चै डाकु नै आयो क्या हो भनेर म त डर पो लागेछ हौ। होइन होला हौ। ओ ईसा, ओ ईसा। अरे छैन त यो ईसा त। साँच्चै लग्यो डाकुले। ईसा, ओ ईसा, ईसा। तपाईहरु पनि कहिले झुट नबोल्नु होला, नभए यस्तै परिस्थिति आउन सक्छ। धन्यवाद।